छ, हाफको र क्वार्टरको पाइप दुईटा कपर पाइप राखेको छ। अब यसलाई चाहिँ त्यहाँ इन्स्टलेसन गर्दाखेरि जुन हाम्रो युनियनमा टाइट गर्दाखेरि त्यही हिसाबले कपर पाइप त्यहाँनिर राखेको हुन्छ, त्यही हिसाबले चाहिँ हामीले कटिङ गरेर त्यहाँनिर फ्लेरिङ गरेर लाउनु पर्ने हुन्छ। त्यस कारणले एक्ज्याक्ट हामीले थाहा पाउनको लागि कटिङ गर्नको लागि चाहिँ हामीले चाहिँ मार्किङ गर्नुपर्ने हुन्छ है। अब मार्किङ गर्नको लागि यहाँ हेर्नु है, जस्तै हाफको पाइपको चाहिँ हामीले मार्किङ गर्नु पर्यो भनेदेखि यो सिधा यहाँनिर लास्टमा राखेर यो तरिकाले यहाँनिर मार्किङ गर्ने है। यहाँ त्यसै गरी 1/4 को पाइपमा चाहिँ यही तरिकाले हामीले मार्किङ गरिदिँदैछौँ है। अब यो तरिकाले मार्किङ गर्नु। अब यसले चाहिँ हामीले कुन तरिकाले हेर्ने हो भनेदेखि अब जुन हाम्रो माउन्ट स्ट्यान्ड जुन ठाउँमा राखिन्छ नि त्यसमा पिभिसी पाइपद्वारा चाहिँ कपर पाइप ल्याएको हुन्छ है। अब त्यही साइज अनुसार हामीले ठ्याक्क मार्किङ गरेर हामीले त्यो कपर पाइपले काट्ने, त्यसमा फ्लेरिङहरू लगाएर फ्लेरिङ गरिसकेपछि अनि त्यस पश्चात हामीले इन्डोर युनिट त्यसमा इन्स्टलेसन गर्नुपर्ने हुन्छ है। यही तरिकाले हामीले मार्किङ गर्ने। अब यो भनेको हाम्रो फाइनली भइसक्यो। अब यसलाई यहाँ राख्यो है, त्यसपछि हामीले लाउनु पर्ने हुन्छ। अनि त्यसपछि यहाँनिर के रहेको छ भनेदेखि अब कुनै पनि एसीलाई पहिलोचोटि खोल्दै हुन्छ भनेदेखि यसमा प्रेसर हालिएको हुन्छ। किन प्रेसर हालिएको हुन्छ भने त्यसमा लिकेज यदि भएको हुन्छ भनेदेखि नयाँमा चाहिँ लिकेज भएको हुन्छ भनेदेखि त्यसमा प्रेसर हुँदैन, यदि प्रेसर हुन्छ भने त्यसमा लिकेज भएको हुँदैन भनेर हामीले यसरी यो यहाँनिर नोब दिएको छ, यसलाई पुस गरिसकेपछि यसबाट प्रेसर निस्किन्छ। यहाँ हेर्नुहोस् है, हामीले प्रेसर निकाल्ने। अब निकालिसकेपछि यही तरिकाले यसलाई खोलिदिने है। अब हेर्न सक्नुहुन्छ, अब दुईटैले चाहिँ हामीले यसको चाहिँ हामी खोलिसक्यौँ है, यसबाट प्रेसर निकालिसक्यौँ। अब त्यसमा चाहिँ हामीले यसलाई हामीले यहाँनिर टेप्लोन भनेर चिन्छौँ, यसलाई थ्रेड टेप पनि भनिन्छ, पानी टेप भनेर पनि चिनिन्छ है। ठाउँ अनुसार विभिन्न यसलाई नामले चिनिन्छ। अब यसलाई लाउने तरिका हामीले चाहिँ के गर्नुपर्ने हुन्छ भनेदेखि अब